हेलो एभ्रिवान। आज चाहिँ हामी यो राउन्ड बोर्ड बनाउँदै छौं, नेम बोर्ड। हामीले चाहिँ यो यस्तो प्लाईको बनाउने गर्छौं। हजुरहरुले चारपाटे राउन्ड कस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनमा हामी बनाइदिन्छौं। हामीले चाहिँ यहाँ प्लाईमा पहिला ड्रा गर्यौं। यो चाहिँ राउन्ड शेपमा हो। अब ड्रा गरिसकेपछि उहाँले काट्नुहुन्छ। मजाले फाइन शेपमा यसरी काट्नुपर्छ। यो चाहिँ हाम्रो दुईटै अब काटेर रेडी भइसक्यो है। हेर्नुस् त है, कस्तो राम्रो देखियो है। अब यसलाई चाहिँ हामीले झुन्ड्याउनको लागि सानो त्यहाँ प्वाल बनाउँछौं। अब यसलाई डेकोरेसन गरौँ है त। पहिला चाहिँ यो सादा यो बोर्ड लिने, अनि त्यसमा चाहिँ ब्याक साइडमा हामीले यो र्यापरले, गिफ्ट र्यापरले कभर गर्छौं। यो गिफ्ट र्यापरले मजाले कभर गरिसकेपछि अनि बल्ल हामीले चाहिँ भेलभेटले कभर गर्छौं है। यो चाहिँ ब्याक साइडबाट कभर भइसक्यो। हेर्नुस् त, हामीले चाहिँ यसलाई यो टेपले हल्का हल्का गरी यो टेप लगाएर चाहिँ यसरी यो लगाउँछौं है, कभर गर्छौं है। यो चाहिँ हाम्रो ब्याक साइड हो। अब चाहिँ हामीले यसमा भेलभेट कभर गर्छौं। हेर्नुस् त, यसरी ग्लुले मजाले राउन्ड लगाएर कभर गरिदिन्छौं। त्यसपछि लेटरहरू लेखेर अनि यसलाई डिजाइन गर्छौं। हेर्नुस् त, हजुरहरुले चाहिँ यो लेटरलाई ग्लुले सेट गर्न पनि सक्नुहुन्छ है। यदि हजुरलाई म यो पर्मानेन्ट राख्छु भन्नुहुन्छ भने चाहिँ ग्लु लगाएर पनि सेट गर्न सक्नुहुन्छ। होइन भने यतिकै यो ग्लिटरमा हुने ग्लुले मात्र टास्नु भए हुन्छ है। यो चाहिँ रियुज गर्नु पनि मिल्छ है। पछि हजुरलाई अरु अकेजनहरुमा पनि लेटर मात्र मगाएर या आफै बनाएर युज गर्छु भन्दा पनि मिल्छ है। यो चाहिँ हाम्रो अर्डर थियो बुटवलदेखि। सरु थापा म्यामले गर्नुभएको अर्डर थियो। उहाँले चाहिँ आफ्नो छोरीको पास्नीमा पनि मगाउनु भएको थियो। पास्नीमा चाहिँ हामीले ब्यानर बनाएर पठाइदिएका थियौं। अहिले चाहिँ उहाँले राउन्ड शेपमा यो नेम बोर्ड भन्नुभयो, त्यसैले चाहिँ हामीले यो बोर्ड बनाइदिएका हौं। यो चाहिँ मजाले टाँस्नु पर्छ है। फाइनल लुक पनि देखाउँछौं कस्तो हुन्छ भनेर है। हेर्नुस् त।